वेलकम माई मेरो ब्लग कफी बनाउने स्टाइल मेरो भएको अहिले गाडीमा खाना कफी बनाएको कफी चाहिँ हामीले चेयर्स गरेर बाटोमा खायौँ अनि त्यसपछि चाहिँ हामीले गीत गाउँदै नाच्दै घुम्न गयौँ जूमा नि आइपुग्यौँ हामी टिकट काट्न त्यहाँ 600 लाग्दो रहेछ टिकट काट्यौँ अनि त्यसपछि यति राम्रो राम्रो फुलहरू थियो त्यहाँनिर वाउ कति राम्रो फुल कति राम्रो रोजहरू क्या लोभै लाग्दो रोजहरू वाउ कस्तो राम्रो राम्रो थियो त्यहाँनिर फ्लावर्सहरू यदि तपाईँहरूलाई पनि घुम्न जानु मन लाग्छ भने चाहिँ त्यहाँ फुकुओका जू भनेर चाहिँ जानु होला त्यहाँनिर कस्तो राम्रो छ क्या त्यहाँनिर फ्लावर्सहरूको गार्डन अनि त्यहाँनिर चाहिँ वेडिङ पनि हुने रहेछ यो चाहिँ नेपालको कस्तै घन्टी फुल हेर्नु न फर्स्ट टाइम देखाएँ मैले जापानमा अनि यो चाहिँ मेरो चाटक त्यहाँ पुगिसकेपछिको चाटक त देखाउनै पर्यो गाइस होइन र अनि म त्यहाँ गएर यसो इन्टरभ्यू गरेँ होइन सेचुमे गरेँ फुलको अनि किस खाएँ फुललाई वाउ भनेर मेरो हस्बेन्ड चाहिँ गाली गर्दै हुनुहुन्थ्यो त्यहाँनिर नछौ ल गाली गर्छ जापानिजहरूले नराम्रो मान्छ फुल टिप्यो या छोयो ओऱ्यो भने भन्नुहुन्थ्यो तर मैले चाहिँ त्यहाँको त्यो राम्रो फ्लावर्सहरू देखेर क्या आफूलाई रुन नसकेर अनि छुँदै पुरै चुप्पा गर्दै गरेँ अनि यहाँनिर चाहिँ बस्ने ठाउँ रहेछ अलिकति यता आइसकेपछि अनि यसो रेस्ट गरेँ एकछिन अनि मेरो चाटक पनि देखाएँ त्यहाँनिर अनि यतापट्टि आइसकेपछि त्यहाँनिर चाहिँ यो चाहिँ वेडिङ गर्ने ठाउँ रहेछ बेहुला बेहुलीहरू गएर पुरै पार्टी गरेर बस्ने टाइपको रहेछ अनि हामी पनि यसो जाऊँ न त गएर हामी पनि एक पङ्खा लगाइदिउँ तिमीलाई गर्मी भइरह म फुनुनु घुमाइदिन्छु तिमीलाई शीतल हुन्छ भन्नुभयो घुमाइदिनु भयो अनि त्यही खुसियालीमा मैले नि डान्स गरिदिएँ अनि हक पनि गरिदिएँ मक्क बस्न बुढा भनेर हक पनि गरेँ अनि एकछिन रेस्ट गऱ्यौँ थके लाग्यो भनेर दुईवटा आउन नै देखाइदिउँ अनि फेरि यतापट्टि सानो घर रहेछ त्यहाँनिर गएँ बसेँ डरले तर्सेँ क्या म त हस्बेन्डले कस्तो लाग्यो भनेर सोध्दा पनि त डर लाग्यो अनि फेरि अलि यता आइसकेपछि त्यस्तै फुलको गार्डनहरू रहेछ अनि मेरो हस्बेन्डले चाहिँ पुरै फुलहरू यसो मलाई चाहिँ नछो भन्दै नि त आफू चाहिँ हेर नि त्यहाँ फेरि छुँदै गइरहनु भा दामी यो भन्न त हुन्थ्यो त्यहाँबाट निङ्गो आउँदैन मलाई अनि म पनि यसो यताउता हेर्दै गएँ म पनि हेर्नलाई त्यहाँनिर कस्तो कस्तो चाहिँ फुल रहेछ भनेर चाहिँ म नि हेर्न गएँ छुँदै गएँ भने मेरो बुढा पनि कति तिमी मात्रै हेर्छौ म पनि हेर्छु भनेर अनि जानुभयो हेर्नलाई अनि ऊ चाहिँ फेरि झारहरू यस्तो सिउँडी भएको ठाउँमा गएछ मलाई छोडेर मलाई चाहिँ नला नि एक्लै जाने म पनि लाँदिनँ भनेर म पनि गएँ ढोका खोलेर म चाहिँ पुरै फुल भएको ठाउँमा म मान्छे पनि पुरै फुल जस्तै नै छु नि त अनि त्यही भएर फुल भएको ठाउँमा म पनि गएँ भिडियोहरू बनाएँ रमाइलो थियो कति राम्रो फुलहरू थियो त्यहाँनिर अनि भुइँमा पनि पुरै फुलहरूको त्यो थुङ्गा टिपेर चाहिँ पानीमाथि राखेर सजाइरहेको थियो कति राम्रो फुलहरू छ क्या यहाँनिर एकचोटि तपाईँहरू पनि जानु होला फुल हेर्नु होला त्यहाँनिर चाहिँ गमलामा चाहिँ पुरै फुलहरू राखेको छ अनि मेरो हस्बेन्ड चाहिँ भिडियो बनाउँदै आउनु भएको अरे अनि मैले आउनु त्यसो भए तपाईँ र म बनाऊँ भिडियो भनेर अनि हामी दुईजनाले भिडियो बनायौँ अनि फन्ती फेरि गरम भयो भने चाहिँ घुमाइदिइहाल्ने के हावा आउँछ अरे त्यसरी फन्ती घुमाएपछि अनि म त हेर्दिनँ भनेर अनि मेवा हेर्न गएँ मैले चाहिँ फर्स्ट टाइम देखेँ जापानमा मेवा भनेर यहाँनिर पपैयाहरू अनि उखुहरू अनि नरिवलहरू कति त्यो फलफुलहरूको उत्यो थियो क्या बोटहरू थियो अनि अलिकति यता आएपछि झर्ना रहेछ अब झर्ना पनि चाटक देखाउनु परिहाल्यो देखाएँ अनि फेरि अलिकति यता आएपछि परेवा रहेछ पानी खाइरहेको थियो फेरि बोकेर घुमाइदिनु भयो कति घुमाउनु भएको भनेको अनि त्यही खुसियालीमा फेरि मैले प्रपोज गरिदिएँ अनि मक्क भएर हो पहिला प्रपोज गर्न नपाएको अहिले प्रपोज गरिदिएँ अनि फेरि अलिकति यता आएपछि धाराहरू रहेछ अनि त्यो नानीले पनि म पनि खिच्छु भन्दै आइरहेको थियो त्यो चाहिँ जापानिज बुढा हो होइन अनि खिचिदिनु भयो कति खुसी भइरहेको थिइन् अनि अलिकति यता आइसकेपछि यो ढुङ्गाको चाहिँ कस्तो राम्रो गार्डन टाइपको बनाएको रहेछ क्या त्यहाँनिर चाहिँ सजाएर राखेको रहेछ कति राम्रो थियो हेर्नु नि त्यहाँ पुरै वेलकम भनेर पनि लेखेको छ अनि अलिकति यता आइसकेपछि फेरि चुकचुके ट्रेनहरू आइरहेको थियो
अनि फेरि हामी चाहिँ लाग्यौँ सुन्नुहोस् कहाँ लाग्यौँ मलाई हामीले कालिम्पोङ गार्डन हेऱ्यौँ हामीले होइन अनि त्यसपछि अब चाहिँ हामी जाँदैछौँ जू देख्नुहुन्छ जू जाँदैछौँ हामी यहाँ चाहिँ होइन यसरी केही कारण जानुहुन्छ तर हामी चाहिँ पैसा अलिकति पोखानी मुची जान कता नदे आसो बिमास्यो जा आरु इत्ते बतास्ता चिया चेत्तो इकिमास कोचिकारा जू देश दोचिकारा कोचिकारा जू देश いいね日本語私上手ねकुचितुवा चाहिँ पुरै सुतिरहेको थियो अनि कछुवाहरू पनि त्यहाँनिर घाँस खायो थियो अनि फेरि हामी चाहिँ अरू जनावर पनि हेर्न अनि लिफ्टबाट तल झऱ्यौँ अनि सुब्रेन बनायौँ अनि यतातिर बन्दर थियो सेम मेरो बुढा जस्तै अनि यसले हेर्नु न यहाँ कति ठुलो हाई गरिदिन्छ क्या छ्या अनि घाम चाहिँ माइ गड लास्टै चर्को चाहिँ घाम चाहिँ मलाई खालि छोडेर हिँड्नु मान्छे छोडेर हिँड्छ यसरी घुम्ने होला अनि यहाँनिर हामी लाफेन्ट भएको ठाउँमा आइपुग्यौँ त्यहाँनिर चाहिँ खाना दिँदै थियो नेन्जिनहरू अनि खापच्या के खाना दिइरहेको थियो त्यहाँनिर अनि अलिकति यता चाहिँ यस्तो अब त्यो बनाएर राखेको रहेछ अनि पेङ्गुइन है के हो त्यो त्यहाँनिर अनि यो चाहिँ के हो यो बाँदर ढेडुवा के हो त्यहाँनिर थियो अनि जेब्राहरू थियो यो जेब्रा कहानी सुन्नु है तिनीहरू चाहिँ भेट गर्न खोजेको रहेछ देख्न बस्न खोजेको रहेछ तर तिनीहरूको कोरोनाले चाहिँ त्यो दिवार खडी गर्दै चाहिँ झाली अनि भएन त ब्रेकअप होइन लङ डिस्टेन्स रिलेसनसिप कहानी सक्यो जिराफको त्यहाँबाट हामी चाहिँ टाइगरहरू अनि यो चराहरू हेर्न आयौँ लास्ट नै त्यही थियो अनि त्यहाँबाट भोक लाग्यो जस्तो पानी प्यास लाग्यो अनि यहाँनिर आइसक्रिम रहेछ अनि आइसक्रिम दिनुभयो मेरो लागि तर कति सानो पिक्चरमा चाहिँ कति ठुलो देखाएको थियो अनि हामीले फेरि एकछिन यसो आइसक्रिम खाएर नाटक सुरु गऱ्यौँ त्यहाँनिर अनि फेरि हामी चाहिँ मोबाइल बनाउन नि थियो मेरो मोबाइल बिग्रिएको थियो अनि त्यही भएर चाहिँ यता आएर खाजा खायौँ खाजा खाएर अनि जामलाई नि त मोबाइल बनाउन भनेर भन्नुभएको थियो किनकि हामीले 3 बजेको यो आएको गरेको थियौँ मोबाइल बनाउनको लागि अनि खाजा खाएर मोबाइल बनाएर अनि घर फर्क्यौँ त्यसपछि म हेर्नु न बाँदर जस्तो घरि बत्ती बालेको छु घरि नाचेको छु घरि गीत बनाएको छु घरि के गराएको छु पागलपन्ती देखाइरहेको थिएँ मैले चाहिँ साइडको गाडीको मान्छेले भनेर कस्तो पागल भनेर अनि फेरि घर आएपछि चाहिँ हामीले साडी लगाएर मेरो हस्बेन्डले कोट प्यान्ट लगाएर अनि चट्ट सिन्दुर हालिदिनु भयो अनि त्यसपछि हामीले के गऱ्यौँ त हामीले फोटो खिच्यौँ यति राम्रो राम्रो फोटोहरू खिच्यौँ अनि त्यहाँबाट खाना चाहिँ झ्याउ लाग्यो मतलब बनाउन झ्याउ लाग्यो अनि त्यहाँबाट चटपट मासु सलाद बनायौँ अनि यसरी हामीले पार्टी गऱ्यौँ अनि यत्तिकै हामीले चाहिँ सन्डेको दिन रमाइलो गऱ्यौँ आजको दिन यसरी नै घुमेर बितायौँ अब भोलिबाट काम बाध्य हाल्नुपर्छ काम गर्नुपर्छ भोलिबाट आज छुट्टी थियो आजको छुट्टी पनि हामीले यसरी सकायौँ बाई बाई गाइस यति नै हो मेरो आजको रमाइलो दिन मेरो भन्दा पनि हाम्रो रमाइलो दिन यस्तै हो मैले हेर्नु नि त्यहाँनिर आफूमा त खाएको मलाई चाहिँ नदिनु भएको भनेर कस्तरी हेरेको छु मैले ए भगवान् ल बाई बाई गाइस यति नै हो है अरू त केही भन्न नि आउँदैन हामीहरू फेरि अर्को ब्लगमा भेटौँला बाई बाई गाइस Guys, even in dark skies, your light remains through every storm. Ease my pain, a rhythm of hearts. No need to pretend this love story will never end. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I bye bye guys. forever.